र हेलो साथीहरू, बन्धुहरू, गाइजहरू, म दिपेन्द्र तामाङ, दिपेन्द्र बमजन हजुरहरू समक्ष भोकल क्लास गराउन गइरहेछु है। र विकली वन्स तपाईहरुलाई म लेसन्सहरू अपलोड गर्ने गर्छु भन्ने सोचिरहेछु। र जति पनि है भोकल सिक्ने इच्छुकहरू हुनुहुन्छ उहाँहरूको लागि र अब स्पेशली है के चाहिँ सिकाइन्छ, के गराइन्छ भोकल क्लास भन्दामा अब तपाईको सेमी फुल्ली क्लासिकल है, क्लासिकल, सेमी क्लासिकल अनि सुफी क्लासिकल। र अब त्यसको लागि तपाईकोमा एउटा हार्मोनियम हुन जरुरी छ है। र अब तपाईको हार्मोनियम सिक्दाखेरि अब के सिकाइन्छ त भन्दाखेरि अब कर्ड्स, स्केल, डिफरेंट कर्ड्स है, 7 मेजर कर्ड्स, 7 माइनर कर्ड, डिफरेंट स्केल, आफ्नो आफ्नो कर्डको सारेगामा स्केल हुन्छ है, हो त्यसलाई बुझ्नु जरुरी हुन्छ। अनि काउन्टिङ्स 1 2 1 2 1 2 3 1 2 3 1 2 3 4 1 2 3 4 यसरी अब काउन्टिङ्सहरू हुन्छ है। कुनै पनि गीत, कुनै पनि गाना, भजन जे पनि भनौँ है, त्यसमा तपाईको अब मात्रा तालमा कुदेको गीतहरूलाई चाहिँ अब कसरी आफूले छुटाएर बजाउने, बुझेर बजाउने है। र अब हार्मोनियमको प्रथम है अब हामीले चिन्नुपर्ने कुरो के छ, सा है। अब सा भन्दामा अब सा सबै नोटै सा हुन्छ है, तर अब आफूले कहाँबाट बजाइँदैछ त्यो कुरो पनि महत्त्व राख्छ। तर अब मेन फर्स्ट कुरो चाहिँ के छ भन्दा चाहिँ शुद्ध स्वर चाहिँ अब यो सेतो मुनिको जुन छ सेतो स्वर, यो सबै शुद्ध हो है। र शुद्धमा अब यो अगाडिपट्टि 2 ब्ल्याक फर्स्ट व्हाइट सा, शुद्ध सा, 2 ब्ल्याक 3 ब्ल्याक शुद्ध सा, यता 2 ब्ल्याक 3 ब्ल्याक, फर्स्ट 2 ब्ल्याकको फर्स्ट व्हाइट शुद्ध सा है। अनि यता पनि यहाँ अब 2 ब्ल्याक 3 ब्ल्याक, 2 ब्ल्याक फर्स्ट व्हाइट शुद्ध सा है। र अब यसको शुद्ध साबाट नै अब हामीले सारेगामा गर्नुपर्ने हुन्छ। र अब बी फ्ल्याटबाट पनि गराइन्छ है, बी फ्ल्याटबाट क्लासिकलमा चाहिँ प्राय अब बी फ्ल्याटबाटै गराइन्छ है। तर अब बी फ्ल्याटबाट गराउँदाखेरि चाहिँ अब मलाई के लाग्छ भन्दाखेरि त्यो कोमल तीव्र स्वरहरू, कोमल तीव्र भन्दा चाहिँ कालो नोटहरू, क्रोमेटिक नोटहरू, ब्यागहरू कतिवटा कुरो आफूलाई थाहा हुँदैन है, बुझिँदैन। र त्यसलाई अलिक याद गर्न गाह्रो भएको जस्तो लाग्छ मलाई। र म चाहिँ गराउँछु तपाईहरुलाई सी मेजर कर्डबाट है, सी मेजर नोट फर्स्ट सा, शुद्ध सा, सी मेजरको सा चाहिँ शुद्ध सा मानिन्छ है। र 2 ब्ल्याक फर्स्ट व्हाइट सा है। र अब यसरी नै अब 1 नम्बर फर्स्ट लेसन सारेगामा पधनी सा, सानिधाको मगरेस। र त्यसलाई बजाउँदाखेरि कसरी बजाउने, फिंगर नम्बर 1 2 3 1 2 1 2 3 मुनिबाट फेरि 1 2 3 4 5 है, 1 2 3 1 2 3 4 5 है। र अब यसमा बजाउँदाखेरि तपाईको सा सा रे ग म प ध नि सा, सा रे ध प म ग रे सा। यसमा फिंगर कस्तो लागेको छ है, 1 2 3 हो, मुनिबाट थम 1 है, ममा 1 2 3 4 5। र अब यो चाहिँ अब 1 नम्बर लेसन अलङ्कार है। यसलाई तपाईको अब दिनमा 10 पल्ट जस्तो बजाउनु पर्ने हुन्छ। यसरी नै है, सा रे ग म प ध नि सा, सा रे ध प म ग रे सा। यसरी नै अब तपाईको 10 पल्ट है दिनमा। अनि यसलाई फेरि तानबाट गर्नुपर्ने हुन्छ। तान भन्दाखेरि के हुन्छ, दुईटा ए आ है, आ यसलाई पनि तपाईको 10 पल्ट है दिनमा। र अहिले जुन चाहिँ स्पिडमा गरियो यसलाई चाहिँ विलम्बित लय भनिन्छ है। 3टा लय हुन्छ, स्लो, मिडियम, फास्ट, विलम्बित लय, मध्य लय, द्रुत लय। र अहिले गएको चाहिँ विलम्बित लय, स्लो है।
र अब त्यसको पछि अब हप्ता दिन जस्तो बादमा अथवा अलिकति आफ्नो प्र्याक्टिस राम्रो भएर 2-4 दिनमा पनि गर्न सकिन्छ। त्यसलाई अहिलेको यही 1 नम्बर लेसन्सलाई अब मिडियम स्पिड है कस्तो हुन्छ अब सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। र यो भन्दाखेरि चाहिँ यो उच्चारण पनि एकदम याद गर्नुपर्ने हुन्छ है। अब सा रे ग म पा प प ध धा हैन ध नि सा त्यसरी है। कतिले चाहिँ उच्चारणलाई याद गर्दैन र उच्चारणलाई यसरी याद गरेर जानुपर्ने हुन्छ है। र अब मध्यलाई त्यही 1 नम्बर लेसन्स है। सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। र अब हात अलिकति बसेपछि 1 को पछाडि लास्टमा नरोकिकन है सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। यसरी पनि 10 पल्ट दिनमा है। त्यसैलाई फेरि आबाट आ है तान यसरी जोइन्ट भएर जानुपर्छ है। काटिनु भएन यसरी काटिनु भएन जोइन्ट है। ठिक छ। र अब 1 नम्बर लेसन्स यो भयो। र अब तपाईँहरूलाई म मेजर कर्ड है मेजर कर्ड अब यो जुन चाहिँ तपाईँहरूले सारेगामा गर्नुभयो यही सारेगामाबाट है यही सारेगामा भित्रकै नोट्सबाट 1-2वटा क्रोमेटिक है अब तीव्र कोमल लाग्छ र त्यसले नै अब मेजर माइनर कर्डहरू कतिवटा छुट्याइन्छ है। र फर्स्ट है सी मेजर कर्ड सा ग प अघि तपाईँहरूले बजाउनु भएको सारेगामा प ध नि सा जुन चाहिँ थियो त्यसबाट अब सा ग प छान्नु पर्यो। सा ग प सँगै राख्नुभयो सी मेजर कर्ड सी मेजर कर्ड। त्यसरी नै अब अनि अब नोट सिक्वेन्स है। यो सा भन्नाले साको अब कर्डमा चाहिँ के बुझिन्छ सी कर्डको लागि भन्नु पर्यो भने चाहिँ सी अब नोट सिक्वेन्स सी डी ई एफ जी ए बी सी। जी देखि फेरि अब टक्कै ए आउँछ जी देखि कति अब याद हुँदैन एचहरू पनि पठाउँछ है। जी ए बी सी लास्टमा त्यही फर्स्टको सी रिपिट हुन्छ है। सा रे ग म प ध नि सा हाइको सा टपको सा आएको जस्तो है। र त्यसरी नै अब सी डी ई एफ जी ए बी सी त्यही अब सा रे ग म प ध नि सा। र कर्डको लागि चाहिँ त्यही अब फर्स्ट सी कर्ड आयो सी सा ग प सी मेजर कर्ड। अब सेकेन्ड नोट के थियो सी देखि डी है डी मेजर कर्ड डी मेजरको लागि रे तीव्र म ध हो। त्यही जुन चाहिँ फर्स्ट 1 नम्बरको सारेगामा याद गर्नु भएको थियो त्यसलाई नै याद गर्नुपर्ने हुन्छ है। रे तीव्र म ध तीव्र भनेपछि 1 नोट हायर 1 नोट है बेसी जानु भएन 1 नोट मात्रै। अनि त्यसरी नै अब ई मेजर कर्ड है ग प नि प चाहिँ तीव्र प हो ग तीव्र प नि ई मेजर कर्ड। त्यसपछि एफ मेजरमा चाहिँ सबै शुद्ध छ है म ध सा त्यसरी नै अब जी मेजर कर्डमा प नि रे यो सबै शुद्ध छ है प नि रे। त्यसरी नै अब ए मेजर कर्ड सा ध सा ग सा चाहिँ तीव्र सा भनेपछि 1 नोट हायर ब्ल्याक नोट है ध सा ग। त्यसरी नै अब लास्ट कर्ड बी मेजर नि तीव्र रे तीव्र म है। यसमा चाहिँ बी मेजरमा चाहिँ 2टा ब्ल्याक टच भइरहेको हुन्छ है नि तीव्र रे तीव्र म। लास्टली त्यही हो सी कर्ड हाईमा रिपिट हुन्छ है त्यही सा ग प। र यो 7 मेजर कर्ड चाहिँ तपाईँहरूले है अब यो 1 हप्ता दिनमा याद गर्ने कोसिस गर्नुहोस् है। कुन थियो सी डी ई एफ जी ए बी सी। र अब त्यसपछि तपाईँहरूलाई फेरि माइनर कर्ड है माइनर कर्ड पाउनुहुन्छ तपाईँहरूले। र अब यो कर्डबाट मात्रै पनि गीतहरू कतिवटा गीतहरू है गाउन सकिन्छ र त्यसलाई कसरी आफूले है सी मेजर अब मैले सी एफ जी है कुनै गीत पनि है गाउन सकिन्छ है।
तुझसँग बैर लगाया ऐसा, तुझसँग बैर लगाया ऐसा, रहना मैं फिर अपने जैसा। अब यो चाहिँ कर्डबाट बजाइँदैछ है, र पछि चाहिँ अब नोटबाट पनि बजाउनु पर्छ। नोटबाट भन्दाखेरि अब सारेगामा पधनि सा आफ्नो आफ्नो कर्डको है, र त्यसरी अब हो। अब यसमा चाहिँ के छ, नोट पनि छ, कर्ड पनि छ है। यो पनि आउँछ बिस्तारै बिस्तारै यस्तो खाले बजाएर कर्ड एड गरेर बजाउने लेसन्सहरू पनि पाउनुहुन्छ र है। र अब यसरी कर्ड सिकेपछि चाहिँ सबै कर्डलाई एकदमै तपाईँहरूले याद चाहिँ गर्नुपर्ने हुन्छ। हेर्ने बित्तिकै कुन चाहिँ कर्ड तपाईँहरूले राख्नु सक्नु पर्यो है। र ठिक छ है। र अब यो लेसन्सलाई याद गर्नुहोस्। र अब अर्को सेकेन्ड नम्बर लेसन्स पनि तपाईँलाई दिँदैछु। र सेकेन्ड नम्बर लेसन्स जुन चाहिँ तपाईँले 1 नम्बर गर्नुभयो सा रे ग म प ध नि सा, अब त्यसैबाट तपाईँहरूले 3-3वटा छान्नुपर्ने है। 3-3वटा छान्दा कस्तो हुन्छ, अब सा रे ग म प ध नि सा, त्यसमा 3-3वटा सा रे ग म स्केल है। सा रे ग म ग म प म प ध नि ध नि सा, सा नि ध नि ध प ध प म प म ग रे सा। यसमा तपाईँको जुन चाहिँ अगाडि 1 नम्बर फिङ्गर जुन चाहिँ चलाउनु भएको थियो त्यही फिङ्गर चल्नु पर्यो है। त्यसमा चाहिँ किन त्यसको लागि भन्दा चाहिँ स्पिड पछि सजिलो हुन्छ। स्पिड गर्दाखेरि चाहिँ स्लोमा त चलिहाल्छ है, स्पिड गर्दाखेरि चाहिँ पछि आफूलाई फिङ्गर पनि अलिक स्ट्रङ चाहिन्छ है, फ्लेक्सिबल चाहियो है। र अब फिङ्गर नम्बर त्यही है, ओन नोट ओन फिङ्गर है। सा रे ग 1 2 3 रे ग म फिङ्गर नम्बर 2 3 1 थम, ग म प 3 1 2 3 1 2 म प ध 1 2 3 प ध नि 2 3 4 ध नि सा 3 4 5। यसरी नै आफ्नो फिङ्गर चाहिँ एकदम याद गरेर जाने है। र अप एन्ड डाउन मजाले जानु थालेपछि सजिलो हुन्छ है। र यसलाई पनि त्यही अलङ्कार मजाले जानु थालेपछि 10 पल्ट दिनमा है, तान अलङ्कार दुइटै सा रे ग म ग म प प ध प ध नि सा, सा नि ध नि ध प ध प म प म ग रे सा। यसरी 10 पल्ट है। त्यहाँबाट फेरि यसको तान है, आ यसरी 10 पल्ट है दिनमा। र यो पनि अब मध्य विलम्बित लयमा स्लोमै छ अहिले है। र अलिकति यो राम्रो भएपछि यसलाई पनि फेरि तपाईँहरूले मध्य लयमा आउनुपर्छ है। मध्य लयमा आउँदा कस्तो हुन्छ, अब सा रे ग म ग म प म ध प ध नि ध नि सा, सा नि ध नि ध प ध प म प म ग रे सा। र त्यो 10 पल्ट गर्दा चाहिँ लास्टमा नरोकिकन जति सक्दो है 1 गर्नुपर्छ है। सा रे ग म ग म प म ध प ध नि ध नि सा, सा नि ध नि ध प ध प म प म ग रे सा, सा रे ग म ग म प म ध प ध नि ध नि सा, सा नि ध नि ध प म प म ग रे सा। यसरी नै 10 पल्ट बिचमा सास सकिन्छ, त्यो सास फेरि लिइहाल्नु पर्ने हुन्छ। लिएर फेरि गरेको है 10 पल्ट। त्यसरी नै फेरि यसको तान आ है, यो पनि यसरी अब तपाईँहरूले 10 पल्ट है। र पहिला स्लोमा अलिकति इम्प्रुभ भएपछि मजाले चल्नु भएपछि मात्रै स्पिड बढाउनुपर्छ, एकैचोटि बढाउनु हुँदैन है। र
अब आजको लेसन्स है तपाईँहरूको लागि है यति समय फर्स्ट 1 नम्बर 2 नम्बर अलङ्कार अनि मेजर कर्ड मैले बुझाएको छु। तपाईँले त्यो भिडियो हेरेर सिक्नु सक्नुहुन्छ है। म्युजिक सङ्गीत प्रेमी जो गाउने इच्छा गर्नुहुन्छ है र गाउने इच्छा र सिक्ने इच्छाहरू छ जसको है र उहाँहरूको लागि स्पेसली है। र त्यति भन्दै आजलाई यति नै समाप्त गर्छु र अर्को हप्ता फेरि भेटौँ। र मैले अब हप्तामा त्यही अब एउटा दुईटा रिल्सहरू यताउता त हाल्ने गरिरहेछु। तर अब यसो है लेसन्सहरू पनि सङ्गीत प्रेमीहरू गाउने इच्छुक जो हुनुहुन्छ उहाँहरूको लागि है। र यति भन्दै र यति नै है, ल अर्को पालि भेटौँ।